हामी सधैँ हस्तक्षेपको कुरा गर्छौँ। नेपालमा राणाकालीन समयदेखि लिएर अहिलेसम्म जसरी कर्मचारी तन्त्रले हाबी भएर आन्तरिक सेटिङमा देशभित्र मात्रै होइन बाहिर पनि हामीसँग उत्तरको कुरा गरौँ या दक्षिणको कुरा गरौँ या पश्चिमका कुरा गरौँ, नेपालमा सबैभन्दा बढी कोही हाबी छ भने यो देशमा कर्मचारी तन्त्र नै छ। त्यसैले पनि हामीले यसको सफाइ नगर्दासम्म देश बन्नेवाला छैन। हामीले बाहिरका कुरा जति गर्दा भए पनि, अरूलाई जति आरोप लगाउने भए पनि यो देशको समस्या नै कर्मचारी तन्त्र हो। यो कर्मचारी तन्त्रको सफाइ नगरिकन देश बन्दैन। यो कुरा अहिलेको पार्टीले पनि हेक्का रहोस्। जबसम्म हामी कर्मचारी तन्त्रमा एउटा सफाइको अभियान चलाउँदैनौँ, यो देशलाई कसैले खोक्रो बनाउँछ भने कर्मचारी तन्त्रले नै बनाउँछ। धन्यवाद।